यूहन्ना 8:12 मा येशू ख्रिस्टले भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। प्रभु येशू ख्रिस्ट हामी मानिसहरूको निम्ति ज्योति भएर आउनुभयो, किनभने हामी मानिसहरू अन्धकारमा हिँडिराखेका थियौँ। हामी कहाँबाट आएका हौँ, हामीलाई कसले बनाउनु भयो, अनि हामी कहाँ जान्छौँ, हामीले के बोल्नु हुने के बोल्न नहुने, हामी लथालिङ्गै अन्धकारमा हामी जिराखेका थियौँ। अनि तर येशू ख्रिस्ट चाहिँ हाम्रो जीवनको ज्योति भएर आउनुभयो, अनि उहाँले भन्नुभयो, मलाई पछ्याउने अन्धकारमा हिँडडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। अनि परमेश्वरले यसरी भन्नुभयो कि सबै कुरा उहाँद्वारा उहाँको निम्ति नै बनिए, अनि उहाँमा चाहिँ जीवन थियो र त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो भनिकन यूहन्ना 1:3-4-5 मा पनि बताएको छ। येशू ख्रिस्ट चाहिँ प्रियहरू तपाईँ र मेरो ज्योति भएर आउनुभयो। उदाहरणको लागि अहिले यो म बोल्दै गरेको ठाउँमा यहाँनिर लाइट छ, अनि यो लाइट उज्यालो ज्योति भएको कारणले गर्दाखेरि कहाँनिर माइक छ, कहाँनिर चेयर छ, कहाँनिर म हिँड्नुपर्ने हो बाटो मैले देखिराखेको हुन्छु। तर यो ज्योति मैले यो लाइट निभाएँ भने यहाँनिर अन्धकार हुन्छ, अनि यहाँ अन्धकार भयो भने म देख्दिनँ कहाँनिर कुर्सी छ, कहाँनिर के छ, कहाँनिर खाल्टा छ, कहाँनिर, अनि म ठोक्किन्छु, कुर्सीहरूतिर ठोक्किन्छु, म कतातिर ठोक्किन्छु, अनि मैले खोजेको कुरा पाउँदिनँ यहाँनिर ज्योति उज्यालो भएन भने। त्यसरी नै हेर्नुहोस्, येशू ख्रिस्ट हाम्रो जीवनमा हुनु भएन भने कतिचोटि हामीले के गर्नुपर्ने, हाम्रो जीवनको उद्देश्य के हो, म किन संसारमा आएँ, कसले मलाई बनाइकन संसारमा पठायो, अनि म कहाँ जान्छु संसार छोडिसकेपछि, मेरो गन्तव्य कहाँ हो, मैले के बोल्नु हुने, के खान हुने, के खान नहुने, कहाँ जान हुने, कहाँ नजान नहुने। ज्योति भएन भने हामी देख्दैनौँ, किनकि ज्योति नभइसकेपछि अन्धकार हुन्छ। अनि मानिसहरू आउँछ, आज नसा गर्न जाउँ भन्छ, डिस्को बारतिर जाउँ भन्छ, हामी त्यतै गई पठाउँछौँ। आज मानिसहरू आएर भन्छ अनि कसैको हानि गर्न जाउँ, दुष्टता गर्न जाउँ भन्छ, हामी त्यतै गई पठाउँछौँ, किनभने हामीसँग ज्योति नभएको कारणले गर्दा हामी देख्दैनौँ। अनि ज्योति नहुने बित्तिकै कहाँनिर खाल्टो छ, कहाँनिर खोला छ, कहाँनिर ढुङ्गा छ, कहाँनिर समतल बाटो छ, हामी देख्दैनौँ, अनि हामी खाल्टोहरूतिर पर्छौँ, अनि मानिसले जसले जे भन्यो त्यतैतिर हामी जान्छौँ, अनि दुष्ट कुराहरू गलत कुराहरू हामी गरी पठाउँछौँ ज्योति हाम्रो जीवनमा भएन भने। तर येशू ख्रिस्ट ज्योति भएर आउनु भएको छ। जब येशू ख्रिस्टको त्यो ज्योतिमा, येशू ख्रिस्टमा हामी हुन्छौँ, त्यसपछि जब मानिसहरू आएर आज कसैको हानि गर्न जाउँ, कसैको नोक्सानी गर्न जाउँ भन्छ, हामीसँग ज्योति येशू ख्रिस्ट हुनुभएको कारणले गर्दा कसैको हानि गर्नु हुँदैन भन्ने कुराहरू हामीलाई थाहा छ। हाम्रो ज्योतिले हामीलाई प्रष्ट देखाउँछ, मैले त्यो गर्नु हुँदैन भनिकन हामीले देख्छौँ, अनि हामी त्यो कुराहरू गर्दैनौँ। कसैले आइ भन्छ आज नसा गर्न जाउँ, आज डान्स डिस्कोतिर जाउँ, रमाइलो गरौँ भनिकन आएर अफर गर्छ, अनि हामीसँग ज्योति भएको कारणले गर्दा हामी देख्छौँ मैले त्यो कुरा गर्नु हुँदैन, त्यसले हानि गर्छ, नोक्सानी गर्छ भनिकन, अनि हामी त्यो कुराहरूदेखि तर्केर हिँड्छौँ। अनि ज्योतिले चाहिँ हामीलाई यसरी दुःख पाउनदेखि, ठक्कर खानदेखि, हन्डर खानदेखि बचाउँछ, हामीलाई जीवनमा उद्धारमा डोर्याउँछ। अनि वचनले, बाइबलले यसरी भन्छ कि फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिलाई भन्दा बढी अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, तर असल काम गर्ने मानिसले ज्योतिलाई प्रेम गर्छ र ज्योतिमा आउँछ र उसले गरेका कुराहरू प्रष्टै परमेश्वरमा गरिएका हुन् भन्ने देखिन्छ भनिकन बाइबलले बताउँछ। हेर्नुहोस्, उदाहरणको लागि रातिमा दुष्ट काम गर्ने मानिसहरूले प्राय रातिमा अन्धकारमा गर्ने गर्छन्। चोर कसैले घर फोड्न चाह्यो, कसैको हानि गर्न चाह्यो, चोरी गर्न चाह्यो भने उनीहरूले रातमा अन्धकारमा गर्छन्, किनकि दुष्टको काम चाहिँ अन्धकारमा हुन्छ। अन्धकारमा नै दुष्टका कामहरू, विभिन्न गलत कुराहरू भइपठाउँछ। अनि उदाहरणको लागि तपाईँले रातिमा अन्धकारमा कसैले कसैको घर फोड्दै गरेको अथवा कुनै गलत कुरा गर्दै गरेको देख्नुभयो, अनि त्यहाँनिर कसैले उज्यालो एकदमै फोर्सवाला उज्यालो लाइट झलल बालिदियो भने, अनि त्यहाँनिर त्यो चोर्दै गरेको चोरले कि त ऊ भाग्छ, कि त उसले त्यो ज्योति देखाउने बाल्ने मान्छेलाई आक्रमण गर्छ, कि त उसले सरेन्डर गर्छ। प्रियहरू, त्यसरी नै हेर्नुहोस्, कतिचोटि जब येशूको ज्योति, येशूको बारेमा हामी सुन्छौँ, कि त हामी भाग्छौँ, यसले के प्रचार गरिराखेको छ, खालि के भनिराखेको छ भनिकन हामी भाग्छौँ, कि त हामी आक्रमण गर्छौँ ज्योतिको प्रचार गर्नेलाई, ज्योति देखाउनेलाई, येशू ख्रिस्टको बारेमा बताउनेलाई, अनि कि त हामी सरेन्डर गर्छौँ।
अनि हामीले सरेन्डर गऱ्यौँ भने यसो तपाईँ ज्योति हुनुहुँदो रहेछ, तपाईँ परमेश्वर हुनुहुँदो रहेछ, तपाईँ उद्धारकर्ता हुनुहुँदो रहेछ, मेरो जीवनमा ज्योति लिएर तपाईँ आउनुहुँदो रहेछ, उद्धार लिएर आउनुहुँदो रहेछ। तपाईँ यसोलाई ज्योतिलाई पाइसकेपछि त मेरो जीवन उज्यालो हुने रहेछ, मैले अनि ज्योतिमा हिँड्न पाउने रहेछु भनिकन अनि जब हामीले सरेन्डर गर्छौँ हाम्रो जीवनलाई यीशु ख्रिस्टमा अर्पण गर्छौँ, प्रभुमा आउँछौँ सरेन्डर गरिकन, आफ्ना पाप पश्चाताप गरिकन, अनि त्यो ज्योतिले हाम्रो जीवनमा कार्य गर्न थाल्दछ। अनि हामी चाल पाउँछौँ मैले के बोल्नुपर्ने, मैले के खानु हुने, के खान नहुने, कहाँ जानु हुने, कहाँ जान नहुने, मलाई कसले बनाएर संसारमा पठायो, म संसारमा किन छु, संसार छोडिसकेपछि मेरो गन्तव्य स्थान कहाँ हो भनिकन हामीलाई सबै कुरा थाहा हुन्छ। ज्योतिले हामीलाई उद्धारमा सत्यतामा डोर्याउनेछ। येशू ख्रिस्टले हामीलाई उद्धारमा, शान्तिमा, सत्यतामा, जीवनमा उहाँले डोर्याउनु हुनेछ। उहाँ ज्योति हुनुभएको कारणले गर्दाखेरि, त्यसै कारणले यो ज्योतिमा हामी आउनु जरुरी छ।